नमस्ते, मेरो युट्युब च्यानलमा स्वागत छ हजुरहरूलाई। धेरै दिनमा एकदम राम्रो दबाई स्त्री रोगको सबै उसको एकदम मैले अहिले फेरि गाउँमा गएर ल्याएर आएछु। हाम्रो ल हेर्नुहोस्, कसैले भन्नुहोला धुर्से हो, कसैले भन्नुहोला यो फुर्से हो, न फुर्से हो न धुर्से हो यो। ल हेर्नुहोस्, यो यसको डाँठ रातो हुन्छ। हेर्नुहोस्, यी धुर्से फुर्सेको डाँठ सेतो हुन्छ हैन। र यो के को दबाई हुन्छ त भन्नुहुन्छ भने यो एकदम आइमै छोरी मान्छेको बच्चादानी खसेको रोगको हालै सन्चो गर्ने, यो खानीभन्दा लगाउनेले झन् छिटो सुकाउँछ यसले। यो नाम यसको खुरखुरे पनि भन्छन्, खुरबेटे पनि भन्छन्, यसलाई खुरी पनि भन्छन्, यसलाई खुरी भन्छन्। किनकि खुर भनेको कारण आइमाईको अब छोराछोरी पाएर जस्तो हामीले यो कुर्कुचो हाम्रो आङमा लाग्छ, यो कुर्कुचो लाग्नेलाई खुर भयो। त्यसो भएर यसको नाम खुर्बी पनि भन्छन्। यो खुर लागेर सुन्नियो भने यसलाई खुर्बी हैन, खुरखुर भन्छन्। यसको नाम हो खुर्बी, खुरखुरे, खुरबेटी हैन, खुरबेटी हो। खास गरेर यसको नाम खुरबेटी हो। यो एकदम राम्रो। अब के को दबाई हुन्छ यसले, जस्तो अब बबासेर भयो, कसैको बबासेर हुने, गुदा निक्लाने, यो दिसा गर्दा गुदा निक्लाने, हाम्रो यो आङ खसेको भनेको जस्तो बच्चादानी बाहिर निक्लन्छ कसैको, त्यो बच्चादानी बाहिर निक्लिनेको धेरै दबाई हुन्छ यो। अब यो आङको शरीरको सबै दबाई त यसलाई कसरी खाने कसरी गर्ने भन्नुहुन्छ भने आलो पाए आलो झन् राम्रो हो। यसलाई मैले अब यसरी कुटेँ। अब मैले हेर्नुहोस्, यति मसिनो गरेर कुटेर यसलाई कसो गरेर निचार्ने हो भन्नुहुन्छ भने कपडामा हालेर कपडा मैले त अब देखाउनको लागि मात्रै मैले यस्तो गरेछु। प्योर यस्तो गरेर यसो गरेर निचारेर अब हजुरले यसलाई आङमा छ भने रुई ल्याउनुहोस्, रुईको गुच्छा गर्नुहोस्, रुईको गुच्छा गरेर च्याप्पा आफ्नो आङको वरिपरि लगाएर अनि आङमा भित्रै हालिदिनुहोस् हैन, जसको अब बच्चादानी खसेको छ। अब जस्तो बबासेर हुनेहरू, यो पायस हुनेलाई, जो गुदा निकालेको छ त्यो गुदा निकाल्नेलाई फेरि यस्तो गरेर भित्र यस्तो यो डोप ल्याएर राख्नुहोस्। एकदम राम्रो गरेर डोप सफा गरेर राख्ने, अनि सफा डोप ल्याएर उसलाई युज गर्ने बेलामा उसलाई गर्ने, अनि त्यही धोएर राख्यो नि भयो। अर्को पाए झन् राम्रो हो, डेलीको बदल्नु पाए झन् राम्रो हो। यस्तो गरेर सिसीमा हालिराख्ने यो झोल। अनि त्यो गुदा निक्लानेहरूलाई, बबासेर हुनेलाई, पायस हुनेलाई, त्यसलाई यो आफ्नो शरीरबाटै हालिदिने हो, यो खाने होइन। यस्तो गरेर आलै दबाई यस्तो गरेर हालिदिनु भएको छ भने त्यो एकदम खुम्चिनु जान्छ, यसरी जमट्टिन्छ, डल्लो पर्छ यो। और यो बच्चादानी हुनेलाई पनि मैले अहिले रुई ल्याउन बिर्सेँ। मैले रुईमा यस्तो गरेर चोप्यो, सानो अब गरेर अब यस्तो गरेर रुई यसो गरेँ। मैले हजुरहरूलाई देखाएको मात्रै छु। रुई यस्तो गर्यो अनि यसो गरेर रुई चोप्ने, यस्तो गरेर छप्लक्कै पारेर रुई चोप्ने, तगिहाल्ने। जसको बच्चादानी खसेको छ यो कम्मरमा सिरानी हालेर अनि सुत्ने, अनि आफ्नो हातले सफा गरेर हातले यो पन्जा लगाउनुहोस्, अनि यो भित्र राख्ने, आङभित्र राखिदिने। यस्तो गरेर
भित्र यस्तो गरेर चोपेर अनि आङभित्र राखिदिनुहोस्। यसले एकदम राहत मिल्छ, एकदम च्वाट्टै हुन्छ जस्तै भए पनि। र त्यो यो नपाउने जग्गामा के गर्नुहोस् हजुरहरूले, यो ल्याएर सुकाएर राख्नुहोस्। यो हाँगै यस्तो गरेर सुकाएर राख्नुहोस्। सुकाएर राखेर अब जस्तो अब मैले यहाँ अब यसरी बनाएँ। अब यो पानी मैले पहिल्यै उमालेछु। यहाँ एउटा झाम्टा मात्रै हालेर है, एउटा झाम्टा हालेर मजाले 2 गिलास पानी राख्नुहोस्। उमालेर यही पानीमा भाप लिनुहोस् हैन। यो पानीमा हजुरको एउटा सानो ओदान ल्याउने, अनि ओदानमा यो भित्रपट्टि घुसार्ने सानो देब्ची ल्याउने यस्तै, अनि भक 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 उमालेर यसमा ढक्कनी लगाएर उमाल्ने, अनि त्यो उमालेर ओदान ठ्याप्प राख्यो, त्यो माथि आफू बस्ने, अनि पुरा खुल्ला गरेर आङ सेक्ने त्यो भापले हैन। त्यसो गर्नुहोस् यो पानीले। और यो पानी जस्तो अब घाउ सुकाउनेलाई अब मैले त्यसरी 1-2 दफे खानुहुन्छ भने त्यो उम्लेको पानी आफू बस्ने भन्दा पहिल्यै फेरि यति पानी धेरै होइन, यो 2 चम्मच छ। यो यस्तो गरेर खानुहोस्। यताबाट नि खाइदिनुहोस्, केही हुन्न, धेरै खाना हुन्न। यो फेरि 2 चम्मचबाट हामीले भात खाने चम्मचले 2 चम्मच मात्रै खाने हो। यो यसरी खानुहोस्। यसरी खाइदिनु भएको छ भने अब हाम्रो शरीरमा जस्तो अल्सर भएको छ, त्यो पेटहरू कहीँ दाग धप्प छ भने पनि चम्मचले भने नि, अब चम्मच हेर्नुहोस्, हामीले खाना खाने चम्मच यति हो, खाने भनेको यति हो। यसो गरेर 2 चम्मच यसरी खानुहोस् त हाम्रो यो शरीरमा भएको घाउहरू पनि सुक्न जान्छ। यो भित्र भएको धेरै खाने होइन। यो होइन कि फेरि धेरै सन्चो भएर खाम भने होइसक्छ, कहीँ दाग धप्पा भयो भने मुटु मृगौलामा धेरै खाने होइन। अब त्यत्रो आलो यो एकदम कडा दबाई हो। र यो मैले खानको लागि किन भनेछु, अब साह्रै भयो भने मात्रै बल्ल खानुहोस्। यो छिटो सन्चो गर्नलाई यो आङ हाम्रो यो पेट एकदम सुकाउँदै लान्छ। यसले आङ सुकाउँछ। र मैले हजुरहरूलाई धेरै दिनबाट मैले यो हामी छोरी मान्छेको आङ खस्नेको दबाईहरू बताउँछु, म ल्याएर बताउँछु भन्ने थिएँ। त्यो मैले ल्याउन नसक्नाले, जान नपाउनाले मैले हजुरहरूलाई यो बताउन पाइनँ। अहिले ल्याएर बताएछु। ल चिन्नु होला, राम्रो गरेर चिन्नु होला। यो डाँठै सुरुबाटै रातो हुन्छ। यो धुर्से होइन, फुर्से होइन, यो खुरबेटी हो। यो किनकि छोरी मान्छेको खुर लाएर यसले सन्चो हुनको कारणले यसको नाम खुरबेटी हो। यो खुरबेटो भन्छन्, खुरबेटी भन्छन्, खुरखुरा भन्छन्। यसलाई नाम कति छ, कति अलग अलग ठाउँको अलग अलग भाषा छ। यो ठुलो हुने भए त अब ऊ हुन्थ्यो, पातहरू ठुल्ठुलो हुन्छ। यो काटी यसरी पलाएर भर्खरै यस्तो भएछ। र हजुरहरूले चिन्नुहोस्, जान्नुहोस्। छोरी मान्छेहरूले त्यस्तो केही कसैलाई त्यस्तो दुख तकलिफ छ भने मेरो युट्युब च्यानलमा हजुरहरू हुनुहुन्छ। मेरो सम्पूर्ण श्रोता भाइ बहिनीहरूलाई मैले चिनाउनको लागि मैले धेरै प्रयास गरेछु, धेरै जानकारी दिएछु। के कस्तो लाग्छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा लाइक गर्नु, सब्सक्राइब गर्नु, बेल आइकन दबाउनु। मलाई सक्नुहुन्छ, बोल्न सक्नुहुन्छ मसित। कन्ट्याक्ट नम्बर लिएर मेरो नम्बरहरू पनि छ त्यसमा, मजाले सक्नुहुन्छ हजुरहरूले। धन्यवाद।